स्वागत छ साथीहरु। यस भिडियोमा अस्ति भर्खरै मात्र हामीले मानुषी लघु वित्त वित्तीय संस्था लिमिटेडको भ्याकेन्सी खुलेको बारेमा चाहिँ भिडियो हालेका थियौं र अब त्यो भिडियो हालिसकेपछि पक्कै पनि थुप्रै जना साथीहरुले चाहिँ फर्म एप्लाई गरिसक्नु भएको होला र त्यसको वेबसाइट पनि मैले लिंकमा राखिदिएको थिएँ हैन। र अब तपाईहरुले चाहिँ यसको बारेमा अलिअलि जान्नु पर्यो हैन। मानुषी लघु वित्त वित्तीय संस्था लिमिटेडको ब्याज दरहरुको बारेमा र भर्खरै यसले चाहिँ अस्ति पत्र निकालेको थियो हैन। मनुष्य लघु वित्त चाहिँ नेपाल राष्ट्र बैंकको ख वर्गको इजाजत प्राप्त संस्था हो। यसले आफ्ना शाखा अन्तर्गत रहेका विभिन्न शाखाहरुमा चाहिँ कर्जा र बचतमा चाहिँ ब्याज दर मिति 2082 साल साउन 1 गतेदेखि लागू हुने गरी प्रथम त्रैमासिकको लागि स्थिर तथा परिवर्तनीय ब्याज दर निर्धारण गरेको छ भनेर सूचना निकालेको थियो। कर्जा तथा बचतको ब्याज दर परिवर्तनीय ब्याज दर सम्बन्धमा संस्थाले पछिल्लो 3 महिनाको चैतको 15.49, वैशाखको 15.64 र जेठको 15.32 औसत ब्याज दर 15.48% रहेको छ र सो ब्याज दर वाणिज्य बैंकको औसत आधार 6.09% मा 9% बिन्दु थप गर्दा हुन आउने अधिकतम सीमा 15.09 भन्दा बढी हुने भएकोले हाललाई परिवर्तन ब्याज दर प्रकाशन गरिएको छैन भने। ख नम्बर 2082 असार मसान्तमा बक्यौता रहेको कर्जा र कर्जाको हकमा साबिकै ब्याज दर कायम गरिएको छ भने। त्यसपछि ग मा 2082 प्रथम त्रैमासिकको लागि तफसिल बमोजिमको ब्याज दर कायम गरिएको छ। मतलब अहिले चाहिँ यो ब्याज दर लागेको र लागू भएको छ भन्ने हो है। नम्बर 1 मा देख्न सक्नुहुन्छ साधारण ऋण लियो भने ब्याज दर 15% छ हैन। त्यसपछि 2 नम्बरमा मौसमी ऋण लियो भने त्यसमा पनि 15% छ। त्यसपछि 3 मा छ केन्द्र कोष ऋण लियो भने त्यसमा पनि 15% छ। 4 मा आवास ऋण लियो भने पनि 15% छ। त्यसपछि सुविधा ऋण लियो भने त्यसमा चाहिँ 14% छ। त्यसपछि 6 मा लघु उद्यम ऋण लियो भने त्यसमा पनि 15% छ। 7 मा धितो ऋण लियो भने त्यसमा पनि कति छ 15% छ। त हामीलाई यहाँ झुक्याएर कसैले के सोधिदिन सक्छ सुविधा ऋण लियो भने कति प्रतिशत छ भन्न सक्छ। त्यसमा के छ 14% छ। त्यो मात्र के छ एउटा फरक छ। त्यसपछि हामीले प्राप्त गर्ने तपाईले जो हरेक महिना समूहमा पैसा उठाएर बचतमा राख्नुहुन्छ त्यसमा चाहिँ तपाईले कति पाउनुहुन्छ भनेर हेर्यो भने क्रम संख्या 1 मा चाहिँ समूह बचतमा चाहिँ तपाईले 7.5% पाउनुहुन्छ। त्यसपछि 2 मा छ व्यक्तिगत बचत त्यसमा पनि 7.5 पाउनुहुन्छ। त्यसैगरी 3 मा छ मानुषी भविष्य बचत त्यो चाहिँ समयावधि अनुसार ब्याज दर निर्धारण गरिएको छ भने। त्यसैगरी 4 मा छ सुनौलो भविष्य बचत त्यो पनि समयावधि अनुसार ब्याज दर निर्धारण गरिएको छ। त्यसपछि 5 मा छ केन्द्र कोष बचत 7.5, बाल बचत 7.5, उपकार कोष बचत 7.5, नारी समृद्धि बचत 7.5। यसरी चाहिँ बचतको चाहिँ ब्याज दर प्रकाशित गरेको छ। ऋणको पनि गरेको छ र बचतको पनि गरेको छ। यसरी चाहिँ हामीले यो दुईटैको बारेमा चाहिँ थाहा पाइराख्यो भने भोलि हामीलाई चाहिँ काम लाग्ने छ एक्जामहरुमा इन्टरभ्युहरुमा हैन फिल्डमा सबै ठाउँमा चाहिँ काम लाग्छ। ओके त आशा छ तपाईहरुलाई चाहिँ यो भिडियो मन परेको होला काम लाग्नेवाला कुराहरु थियो र तपाईहरुलाई चाहिँ के अप्ठ्यारो आएको छ मानुषी लघु वित्त सम्बन्धीको कुरा भनी कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। ओके बाइ बाइ सी यु नेक्स्ट भिडियो टिल दैट टाइम सब्स्क्राइब नाउ।